हामीले चाहिँ प्रार्थना गरेर आइसक्यो नाकको डाँडी चाहिँ ओहो बर्बाद छ ले जाँदाखेरि चाहिँ लास्टै गाह्रो हुँदो रहेछ है आउँदाखेरि चाहिँ सजिलै छ कालो बाटो चाहिँ अलिक बढी भयो क्या है ओहो यो चाहिँ यो उकालो र ओह्रालो देख्दाखेरि अनि हामी आएको त कहाँ यी डाँडा सबै डाँडा माथि यहाँभन्दा ठुलो पहाडै त छैन छ त दाइ छैन छैन पहाड छैन आमा यहाँभन्दा ठुलो अर्को डाँडा हो ल आमाले पनि भन्दै हुनुहुन्छ यो कुरा सत्य हो ट्याक ट्याक अब 2 घण्टाको ओह्रालोमा 2 घण्टाको ओह्रालोको ओह सफरमा चाहिँ होइन नचिप्लिकन हिँड्नु पर्यो बाटो फेरि कस्तो छ बाटोमा हिउँ छ माथिबाट छोपिदियो पनि तिर्पल लगाइदिएर अलिकति राम्रो काम चाहिँ गरेकै हो ठाडै उकालो है फाइनल्ली गाई छ है पाथिभारा दर्शन गर्ने ठुलो सोच थियो आयो यस्तो यस्तो पहाडहरू चाहिँ कटेर आउनुपर्छ गाह्रो छ अरू त त्यस्तै हो अब बाइक लिएर ताप्लेजुङसम्म चाहिँ जाने कसरी भगवान चिप्लो बाटो कति बज्यो पाथिभारा माता हामी अब 1 घण्टामा त पुगिन्छ होला है 1.5 घण्टा 1.5 घण्टा ओह्रालो 1.5 घण्टामा हामी पुगिहाल्छौँ अनि यस्तो छ हामी हिँडेर आउने है बोकेर यसरी ट्याक्क मान्छेहरू ट्याक्क कता हो ल यसरी बोकेर पनि ट्याक्क आउँछौँ हिँड्न नसक्दाखेरि त्यही हो कुरो चाहिँ लास्टमा त्यही हो गाह्रो छ ठाउँ राम्रो छ पानी हात त्यो पानी नल्याएको छ भने त कति तिर्खा लाग्थ्यो केटाहरूको लट्ठी चाहिँ फेरि अनिवार्य है लट्ठी माथि म त चोरै हिँड्ने हो लट्ठी चाहिँ